दर्शक नमस्कार, म विश्वास सुवेदी। दर्शक तपस्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृङ्खला मच्चाएका रामबहादुर बमजनको घरबाट प्रहरीले अहिलेसम्म 3 करोड 3 लाख रुपैयाँ फेला पारेको छ। प्रहरीको अनुसार बमजनको घरमा छापा मार्दा नेपाली रुपैयाँ मात्र होइन, विदेशी मुद्रा पनि फेला परिरहेका छन्। अहिलेसम्म बमजनको घरबाट बरामद नेपाली रुपैयाँ गनेर सकियो। दर्शक उक्त नेपाली रकम गनेर भ्याइसक्दाखेरि 3 करोड 30 लाख 75 हजार रहेछ। सबै हजार हजारको गड्डी भेटिएका छन्। अब भने बरामद भएको विदेशी पैसा गन्न बाँकी छ। डलर लगायत अरू पनि करेन्सी रहेको हामीलाई जानकारी आएको छ। उनको साथबाट 15वटा मोबाइल, 3वटा ल्यापटप र 35वटा पेन ड्राइभ पनि बरामद भएको छ। सीआईबी प्रमुख वज्राचार्यका अनुसार बमजनले अहिलेसम्म धेरै कुरा बोलेका छैनन्। आजसम्म कहाँ लुकेर बसेको भन्ने प्रश्नको जवाफमा विभिन्न जंगलहरूमा कहिले आफन्तको घरमा बस्दै आएको मात्र उनले बताएका छन्। प्रहरीले मंगलबार बुढा नीलकण्ठको हात्तीगौडा स्थित बमजनकै घरबाट उनलाई पक्राउ गरेको थियो। प्रहरी पुगेपछि भाग्नलाई उनी बरण्डाबाट हाम फालेका थिए। प्रहरीले केही समय अघिदेखि उनी काठमाडौँमा बस्दै आएको भन्ने सूचनाका आधारमा निगरानी बढाएको थियो।